मेरो नाम बम खनिको छ। एकदम प्रफुल्ल एकदम खुसी होसियाल छ सर। हजुर सर। मलाई टाइम भिसाको लागि 5 महिना 6 महिना लाग्यो सर। डकुमेन्टको लागि चाहिँ अफिस भएकोले हजुरहरूको अफिसबाट मलाई सजिलो भयो सर। मैले त्यस्तो दुःख गर्नु परेन। हजुरहरूलाई मैले सबै कुरो इन्क्वायरीबाट गरिदिनु भयो, सबै कुरो गरिदिनु भयो। मलाई एकदम आराम राम्रो लाग्यो सर। खुसी भएँ, एकदम खुसी, दुःख पाइनँ सर। बुवा सर, बुवा यतै हुनुहुन्छ, जानुभएको छ। प्रथमचोटि अहिले भिसा लागिरहेछ। बुवा रिटायर भएपछि केही गर्नु, सानो पसल थियो सर। पसल गर्दा गर्दै त्यतिकै अहिले त अलिक आँखा देख्नु सुन्नुभयो, छोड्नुभयो, कान अलिक सुन्नुहुन्न, त्यो भएर अहिले त्यतिकै। यो पहिला चाहिँ सुन्नु त सुनेको सब 16 वर्षदेखि मुनिको जान पाउँछ भनेर सुने हो। तर अहिले पछाडि यो मुद्दाहरू गर्दै जाँदाखेरि अहिले चाहिँ मुद्दा जितेर, यो ब्रिटिस गोर्खाले जितेर अहिले चाहिँ अब जस्तै 60, 65, 63 वर्षसम्म गएको देखाएको छ सर। जस्तै विथमा बुवासँग अथवा आमासँग, त्यो भएर मैले कोसिस गर्दाखेरि मैले यस अवसर पाएँ सर। हजुर। यो मेरो पहिले फ्यामिली लिस्टमा नाम थिएन सर। थिएन सर। त्यो नभएकोले अलिकति टाइम चाहिँ लाग्यो। टाइम लाग्दाखेरि पछाडि हजुरहरू मार्फत मलाई उता सरले दिनुभएको थियो, के अरे नेमा सरले दिनुभयो यहाँ तपाईँहरूको अफिसको कन्ट्याक्ट। अनि उहाँ सरसँग यहाँ कन्ट्याक्ट गर्नु भनेर अनि हजुरसँग कन्ट्याक्ट, हजुरसँग कन्ट्याक्ट, मलाई सजिलो भयो एकदम। अब के भन्छ भने उहाँ सरलाई एकदम बधाई छ, धन्यवाद। म खुसी छु। अब उहीँ आएर भेटौँला भनेर अस्ति पनि सरले प्रवेश गर्नुभएको छ। उहीँ गएर भेट्नु छ। धन्यवाद। हजुरहरूलाई पनि धन्यवाद। उहाँलाई पनि म भन्छु, यो अफिस मार्फत एकचोटि कन्ट्याक्ट गर्नु। उहाँ पहिले एजेन्ट सरसँग कुरा गर्नु, एजेन्ट सरसँग कुरा गरेपछि अफिसमा कन्ट्याक्ट गर्नु भनेर यहाँ हजुरको एड्रेस दिन्छु सर। म अरू साथीहरूलाई पनि र अरू कोही त्यस्तो खोज्ने मान्छेहरू छ। हजुर। त्यो बाहेक अरू के कुरा के भन्नु चाहन्छु? अरू सर यति नै, मलाई एकदम खुसी छु। म धन्यवाद सर। खुसी छ हजुर। वेलकम सर। धेरै धेरै बधाई छ। हजुर।